हेलो हेलो साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। अनि मैले धेरै समय पछाडि नि झन्डै 15-20 दिन भयो होला मैले युट्युबमा कुनै पनि सर्ट भिडियो चाहिँ राखेको छु हैन, 2-4वटा। तर अरू ब्लगहरू चाहिँ मैले ल्याउन सकेको थिइनँ के आफ्नो काम व्यस्तता त्यस्तैले। अनि अहिले चाहिँ म काठमाडौँ आएको थिएँ के। अनि आज भाउजू र म चाहिँ सपिङ गर्न जाउँ न्यु रोडतिर भनेर हामी चाहिँ घरबाट निस्कियौँ। अनि भाउजूले नि अलिअलि काम छ भन्नुभयो, अनि मेरो पनि काम थियो, जाउँ भनेर हामी घरबाट निस्कियौँ साथीहरू गएर। अनि हामी जाने ठाउँमा चाहिँ सानो माइक्रो लाग्छ के। अनि त्यो माइक्रो वेट गरेर बसिरहेको थियौँ। जाने बेला चाहिँ कस्तो घाम चर्को थियो के। मैले पहिलाको अलिअलि भिडियोमा पनि भन्ने गर्थेँ है, म काठमाडौँ आइसकेपछि न्यु रोड चाहिँ नपुगेको सायद कमै मात्रै टाइम हुन्छ होला भनेर। अनि त्यस पछाडि हामी चाहिँ रत्न पार्कसम्म माइक्रोमा गयौँ, त्यहाँबाट ओर्लियौँ, त्यहाँबाट स्काई ब्रिजबाट यता क्रस गऱ्यौँ। हेर्नु यो चाहिँ दरबार हाई स्कुलको ग्राउन्ड हो हैन। त्यहाँ चाहिँ हामी भर्खरै चाँडै नै गएको थियौँ खाना खाएर। त्यहाँ चाहिँ भर्खर एसेम्ब्ली हुँदै रहेछ दरबार हाई स्कुलमा। त्यो त पुरानो हो नि त है, एकदम पुरानो हो दरबार हाई स्कुल त। अनि न्यु रोडमा चाहिँ धेरै ठाउँमा यस्तो कन्स्ट्रक्सनको काम हुँदैछ कि है, यस्तो बाटोहरू बन्दैछ। हिँड्न कति धेरै गाह्रो के धेरै ठाउँमा के साथीहरू। बाटो हेर्दाखेरि कति गाह्रो, यता पनि बाटो बन्ने उता पनि बाटो बन्ने है, सदाबहार 12 महिना यस्तो भिड हुने ठाउँ। अनि कति धेरै गाह्रो के मान्छेहरूलाई हिँड्नलाई हैन। कतै जान्छु भनेर सोचेर हिँडेको हुन्छ, त्यताबाट गयो नि कस्तो धेरै गाह्रो कि हिँड्नलाई। अनि हामी त्यहाँबाट अर्को बाटो उताबाट जाउँ भनेर सोच्दै हामी रानी पोखरीको अपोजिट दरबार हाई स्कुलको अगाडि हुँदै हामी त्यहाँबाट हिँडेर जमलसम्म पुग्छौँ। जमलबाट भित्र घुम्दै घुम्दै जान्छौँ। अनि हजुरहरू काठमाडौँ आउनुभयो भने हैन, कुनै ठाउँको खानेकुरा हुन्छ होला, कुनै ठाउँको घुम्न जाने ठाउँ हुन्छ होला, कुनै ठाउँ सपिङ गर्न जाने ठाउँ हुन्छ होला, अनि कुनै ठाउँ चाहिँ साथीभाइहरूसँग जाने ठाउँ हुन्छ होला। अनि हजुरहरू चाहिँ कुन कुन ठाउँ जानुहुन्छ सेयर गर्नुहोस् है। अनि हामी चाहिँ यहाँबाट हिँड्दैछौँ हैन। मैले चाहिँ बुवालाई एउटा यस्तो स्टाकोट लेखिदिन्छु। अनि योभन्दा अलि धेरै अगाडि पनि मैले एउटा लेखिदिएको थिएँ कि। अनि अलि हुन्छ नि त, अनि यस्तो बुढाबुढी मान्छेलाई यस्तो पकेट भएको कुराहरू मनपर्ने कि। अनि यस्तो मोबाइलहरू राख्न, अब जे राख्न पनि सजिलो हुने नि त, सर्ट टी सर्ट जे लगाए पनि माथिबाट यसो हुन्छ नि, फेरि त्यो माथि लगाएर हिँड्न सजिलो हुने नि त्यस्तो हलुका खालको कोट। अनि त्यही भएर चाहिँ एउटा बुवालाई यस्तो कोट लेखिदिन्छु भनेर त्यहाँ गएँ हैन। नि एउटा चाहिँ मैले लगाइहेरेको, हेर्नु न ठ्याक्कै कस्तो मेरै साइजमा रहेछ कि। अनि कस्तो छुट्टै देखेको। अनि म आफैलाई कस्तो ओकिल्ने जस्तै देखेँ भन्दै हाँस्दै छु कि। कस्तो देख्ने हेर्नु न साथीहरू, ठ्याक्कै मेरो साइजमा रहेछ कि। अनि मेरो साइजले त हुँदैन, अनि त्योभन्दा फेरि एक साइज ठुलो लिएँ। अनि अलिअलि बुवाको लागि कपडा किनिदिएँ। यो कस्तो हो, यो साइजलाई यसको साइजलाई यो हुन्छ त खुट्टाको साइज गर्नु हैन, एक साइज अझै। अनि यो त ठिक हुन्छ, यो खुट्टाको साइज ठिक हुन्छ, सबै हो त। यो त लगभग मलाई ठिक हुने साइज छ त भाउजू। तपाईँले त यो चाहिँ हुन्छ, यो अलिक ठुलो दिएको छ मैले, त्यो चाहिँ ठिक्क फिटिङमा, यो चाहिँ अलिअलि ठुलोमा है। म यो दिनु ठुलो दिएको हुन्छ। अब यो चेन यस्तो रहेछ, 4 डिग्री हो ल। बुढाबुढी मान्छेलाई यस्तो मनपर्छ नि त, यस्तो भित्री पकेट हुन्छ नि त, पैसा लुकाउनमा काम लाग्छ नि त हैन। यो ठिक होला त, भएन भने पछि त्यो कलर छ एउटा, यो कलर अब यो भनेर त्यो ब्राउन नै राम्रो। यही मन पर्यो मलाई नि, एउटा मन नि लगाइदिनु पर्ला जस्तो लाग्यो। हस् अनि हेर्दै हिँड्छौँ। अनि हेर्दै कला कर्ली ए गन ए हो त नि, त्यो अगाडि सुरा राखेर हुँदैन पाइन्छ। त्यसलाई देखाउँ न, सपिङ गऱ्यो है। तपाईँ कहाँ धादिङ पुगिसक्नु भयो?
ड्याम सलको चाहिँ छेउ सिलाउनु ल फेरि सपिङ गरेर हिँड्ने भाउ चाहिँ ल देखाउनु कस्तो राम्रो धागो कस्तो खालको किन्ने हो यस्तो खालको यस्तो लाछा डोरी हो कि लाछा डोरी के कुरा ए हाय हाय हाम्रो बजार घुमेको काम सकेको छैन हाम्रो अझै भाउजू खाजा केही खाने हो कि नङ ए हामीले झन् त्यो नेलको सामान नै किन्ने भने सनब्लक मैले लगाएको जस्तै लगाउनुहुन्छ निलो नदेखियोस् कि निलो देखिँदैन निलो आयो मैले पहिला त्यही युज गर्थेँ आस्ताबेरीकै एभोकाडोको अहिले अर्को युज गर अनि हामी चाहिँ खाना खाने बित्तिकै निस्केको थियौँ नि त बिहान अनि हिँड्दा थकै लाग्यो है अनि त्यही न्युरोडै भएको एउटा स्विट पसलमा चाहिँ हामी छिर्यौँ है खाजा खाऊँ भनेर अनि त्यति बेला चाहिँ ठ्याक्कै मोबाइल चार्ज सकेको थियो कि एकैछिन चार्जमा राख्दिनँ भनेर त्यहाँ दिएँ होइन अरू भिडियोहरू चाहिँ मैले लिन पाइनँ कि अनि त्यहाँबाट निस्क्यौँ कति पठाउमा जाने भनेर बसेको होइन पठाउमा हामीले यति चेक गऱ्यौँ तर भेटेनौँ कि होइन त्यस पछाडि फेरि रत्नबागसम्म हिँड्दै गएर अनि हामी घर आइपुग्यौँ घर आइपुग्दा चाहिँ कत्रो ठुलो पानी परेको साथीहरू है बाटोदेखि नै यति धेरै ठुलो पानी परेको माई गड अनि हामी चाहिँ बाटो दुईजना नन्दा भाउजू गफ गर्दै होइन यस्तो उस्तो भन्दै हिँडेको छौँ आजको दिन समग्रमा न्यू रोड बजार घुमेर सपिङ गरेर सक्यो साथीहरू मेरो त घुमेर आउँदा नि त राम्रो अलि छिटो हिँड्नु पानी पऱ्यो त्यो चाहिँ पानी ठुलो भएको ठाउँ देखाउँछु भने कटिहाल्यो मोबाइल निकाल्नै भएन